आहा म पनि आज आइसकेँ। तिम्रो छायाले जस्तै म पनि बादलभित्र घुमिरहन्छु मायालु, किनभने तिम्रो जस्तो संसार मैले कसैको पाएको छैन। यो मेरो सायरी भन्न खोज्यो होला भन्नु सोच्यो होला, होइन। मलाई सायरी आउँदैन, किनकि म सायरी भन्नेवाला मान्छे परेन। म विज्ञानमा विश्वास गर्नेवाला मान्छे भएर, होइन। त्यही भएर आज पनि आइसकेको छु साथीहरू। गुड मर्निङ सबैजनालाई, है। किनकि आज गाई बच्चाहरू बाँधिसकेको छु मैले। त्यस्तो आपत्तिको विषय त केही छैन। तर पनि हिजोको तिहार सबैजनाको कस्तो भयो। म त विदेशमा छु, त्यस्तो तिहार भन्ने कुरा केही पनि भएको छैन, होइन। अब हामीले हिजो सानोतिनो तिहार बनाएको थियो, है। तर के गर्ने, विदेशको मामला कि त्यस्तो तिहार बनाउनु पनि सकिँदैन, होइन। किनभने आफ्नो समस्याहरू छन्, के कुराहरू यस्ता छन् कि जुन हामीले भन्न सकिँदैन कि। त्यही भएर कामहरू गरिरहेछौँ गर्दा त त्यस्तो आपत्तिको विषय त छैन। तर पनि यस्तो छ कि किनभने मेरो बहिनीहरू यतातिर छैन कि एउटा पनि। हामी अहिले केरलामा छौँ, होइन। त्यही भएर बहिनीहरू केरला नभएको कारणले भाइटिका लगाउन त पाइएन। तर पनि अब कसै यसले म तेरो भाइ बन्छु भनेर कोही आएन कि अरे। अब मैले तपाईँलाई सबैलाई मेरो बुढी बनाउँछु भन्नु पनि भएन, होइन। त्यही भएर अब भाइटिका लगाइएन। हिजोको दिन त्यस्तै गयो, अस्तिको दिन त्यस्तै गयो। त्यस्तो तिहार भन्ने कुरा केही पनि भएको छैन। भाइटिका पनि त्यस्तो केही भएको छैन। अब सानोतिनो, होइन। जति सक्नु थियो यस्तो लाउना पुरी भन्छ, के भन्छ, त्यस्तो पुरीहरू लड्डुहरू खानेकुराहरू खाइयो, है। त्यस्तो तिहार भन्ने कुरा त के भइरहेको। जिन्दगी यस्तो छ कि भाइहरू, कसैले पनि तेरो बहिनी बन्न चाहन्छु भनेर भन्दैन। किनभने मलाई थाहा भएन, म त्यति स्वार्थी मान्छे त होइन। तर पनि के सोच्छन् मान्छेले मलाई थाहा भएन कि, होइन। जति पनि मेरा दाजुभाइ दिदीबहिनीहरू छन् सबै नेपालतिरै छन्। म विदेशमा भएको कारणले कसैले आशीर्वाद पनि दिनु भएन, ठिक छ कि कस्तो छ भन्ने कुरा पनि गर्नु। यति पनि मान्छेले यति पनि गिर्दो रहेछ कि, किनकि कसैले हेर्दा पनि नहेर्ने कि। यदि परेको बेला कसैले हेर्दैन रहेछ। आज मैले बल्ल बुझेँ, मेरो भाग्यमा नै कर्म नै खोटो रहेछ भन्ने कुरा आज थाहा पाएँ बल्ल, होइन। किनकि म अस्तिसम्मलाई म सबैको विश्वास गर्ने मान्छे हो कि। जति पनि मेरा दाजुभाइ दिदीबहिनीहरू छन् सबैले विश्वास गर्ने मान्छे हो। तर हिजो त कसैले फोन पनि गरेन, हो कस्तो भयो तेरो तिहार, कस्तो भयो भाइटिका भनेर कसैले भनेन कि। हो अब कोही पनि ल आउनु पाइन भने आउनु पाइन भन्नुपर्ने, त्यस्तो पनि भन्न सकेन कि। त्यही भएर यस्तो जिन्दगी देख्दाखेरि मलाई यस्तो घृणा लाग्छ कि आजभोलि भन्नै सक्दिनँ। त्यसैले सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियो हेर्दै गर्नु होला। सानोतिनो भिडियोहरू म हाल्दै गर्छु। नमस्ते, गुड लक।